के तपाईले सोच्नु भएको छ हामीले विद्यालयमा पढेको इतिहास पुरै झुटो हुन सक्छ? यदि तपाईलाई सिकाएको, सत्यलाई जानाजान जलाइएको, पुरिएको र तपाईबाट सधैँका लागि लुकाएको हो भने नि इतिहास सधैँ जित्नेहरूले लेख्छन् भनिन्छ, तर हार्नेहरूको सत्य कहाँ हराउँछ? आज हामी इतिहासका ती डरलाग्दा र दबाइएका पानाहरू पल्टाउँछौँ, जसलाई शासक र शक्तिशाली मानिसहरूले संसारबाट मेटाउन आफ्नो सम्पूर्ण शक्ति लगाएका थिए। यो भिडियोको अन्त्यसम्म तपाईले हेर्ने संसारको नजर पूर्ण रूपमा बदलिनेछ। तपाईले बुझ्नुहुनेछ कि आजको प्रविधि हजारौं वर्ष अघि नै अस्तित्वमा थियो र कसरी एउटा महान आविष्कारलाई रातारात गायब पारियो। भिडियोको अन्त्यमा हामी एउटा यस्तो रहस्य खोल्नेछौँ जसले मानव सभ्यताको जगलाई नै प्रश्न गर्न बाध्य बनाउँछ। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोला। कुनै ढिला नगरी भिडियो सुरु गरौँ एउटा निकै विवादास्पद विषयबाट। एमके अल्ट्रा यो कुनै फिल्मको कथा होइन, बरु एउटा वास्तविक गुप्त कार्यक्रमको रूपमा इतिहासमा उल्लेख गरिएको विषय हो, जसमा मानव मस्तिष्कमा प्रभाव पार्ने प्रयास गरिएको भन्ने दाबीहरू छन्। रिपोर्टहरू अनुसार केही मानिसहरूले उनीहरूको पूर्ण जानकारी बिना नै औषधि, प्रोसिस र मानसिक परीक्षणको माध्यमबाट अध्ययन गरिएको थियो भन्ने कुरा चर्चामा आउँछ। अब एकछिन रोकिएर सोच्नुहोस्, तपाईले आफ्नो सामान्य जीवन जिउँदै हुनुहुन्छ, तर तपाईलाई थाहा छैन कि तपाईँ कुनै ठुलो प्रयोगको हिस्सा हुनुहुन्छ। यही विचार मात्र पनि असहज लाग्छ, तर इतिहासका केही पानाहरू यस्तै पक्षहरूले भरिएका छन् जसको पूर्ण उत्तर आजसम्म पनि खुलेको छैन। हामीलाई लाग्छ हामी मानव इतिहासकै सबैभन्दा आधुनिक र उन्नत युगमा छौँ, तर के यो साँचो हो? हजारौं वर्ष पहिले अलेक्जेन्ड्रियाको पुस्तकालय र हाम्रै छिमेकमा रहेको नन्दला विश्वविद्यालय जस्ता ज्ञानका भण्डारहरूमा बिना काममा आगो लगाएर जलाइएर नष्ट गरिएको थियो, जहाँका पुस्तकहरूमा भएको रहस्य आजको आधुनिक विज्ञानले बल्ल बुझ्न थाल्दैछ। त्यहाँ ब्रह्माण्ड, चिकित्सा र अन्य उन्नत प्रविधिको वर्णन गरिएको थियो जुन आजको कल्पना बाहिर छ। पर्खनुहोस्, तपाईलाई लाग्न सक्छ केही पुराना कागज र पुस्तकालय जल्दा के नै फरक पर्छ र? आज त हामीसँग इन्टरनेट छ, तर कुरा त्यति सामान्य छैन। किन पुस्तकालयहरू कुनै संयोगले जलेका थिएनन्? यिनलाई योजनाबद्ध रूपमा खनानी बनाएको थियो, किनभने जोसँग ज्ञान हुन्छ उसैसँग शक्ति हुन्छ। नन्दला विश्वविद्यालयमा आगो लगाइदा त्यहाँका किताबहरू यति धेरै थिए कि यो आगो लगातार 3 दिनसम्म बलिरह्यो। कल्पना गर्नुहोस्, यो आगोले कति पुस्तकको ज्ञान र विज्ञानलाई सधैँभरिका लागि निभाइदिएको थियो होला। तर इतिहास मेटाउने यो खेल प्राचीन कालमा मात्र सीमित रहेन। आधुनिक युगमा पनि एउटा यस्तो घटना भयो जसले आज तपाईँ र मेरो जीवनलाई प्रत्यक्ष असर गरिरहेको छ। अब कुरा गरौँ निकोला टेस्लाको। टेस्ला एउटा यस्तो भविष्य चाहन्थे जहाँ संसारभरका हरेक मानिसले निशुल्क र तार बिना नै बिजुली पाउन सकुन्। उनले हावाबाटै बिजुली पठाउने प्रविधिको सफल परीक्षण समेत गरिसकेका थिए। तर सोच्नुहोस् त, यदि टेस्ला सफल भएको भए आज तपाईले बिजुलीको बिल 1 रुपैयाँ पनि तिर्नु पर्दैन थियो। हाम्रो देशको कुना काप्चामा तार नतानिकनै उज्यालो पुग्थ्यो। र त्यति बेलाका धनाढ्य व्यापारी जेपी मोर्गनले टेस्लाको सहयोग रोकिदिए। किनभने हावाबाट आउने शीतैको बिजुलीबाट मिटर जोडेर पैसा कमाउन सकिँदैन थियो। टेस्लाको प्रयोगशाला रहस्यमय तरिकाले जलाइयो, उनलाई पागल घोषित गरियो र एउटा सानो होटलको कोठामा एक्लै मर्न छोडियो। उनको मृत्यु लगत्तै गुप्तचर निकायहरूले उनका सबै गोप्य फाइलहरू जफत गरे, जुन आजसम्म सार्वजनिक गरिएको छैन। अन्त्यमा एउटा यस्तो सत्यको कुरा गर्नेछौँ जसले हाम्रो भूगोलको ज्ञानलाई नै चुनौती दिन्छ। हामीलाई सिकाइन्छ कि अन्टार्कटिका महादेश सन् 1820 मा पहिलोपटक पत्ता लागेको थियो र यो सधैँ बरफले ढाकिएको छ, तर सन् 1513 मा बनाएको पिरिरेस नक्सामा अन्टार्कटिकाको किनारालाई एकदमै सही तरिकाले देखाइएको छ, यो पनि बरफ बिनाको अवस्थामा। अब विचार गर्नुहोस्, जुन महादेश पत्ता लाग्नै 300 वर्ष बाँकी थियो, जसको सटिक नक्सा कसले र कसरी बनायो? वैज्ञानिकहरू भन्छन् अन्टार्कटिकामा लाखौं वर्षदेखि बरफ जमेको छ। यसको एउटै अर्थ हुन्छ, हामीभन्दा पहिले पनि यो पृथ्वीमा एउटा यस्तो उन्नत सभ्यता थियो जसले आधुनिक सेटेलाइट बिना नै पुरै विश्व घुमिसकेको थियो। इतिहास एउटा किताब मात्र होइन, यो एउटा हतियार हो। जसले इतिहासलाई नियन्त्रण गर्छ उसले हाम्रो भविष्यलाई नियन्त्रण गर्छ।
हामीलाई त्यही मात्र सिकाइन्छ जुन उनीहरूले हामीले सिकुन् भन्ने चाहन्छन्। के तपाईँहरूलाई लाग्छ? अझै पनि धेरै कुराहरू हामीबाट लुकाइएका छन्। आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सिनुहोला। अर्को भिडियोमा हामी अझै डरलाग्दा रहस्यहरूका साथ उपस्थित हुनेछौँ। सत्यको खोजी जारी छ। अर्को भिडियोमा भेटौँला। गुड बाई।